हाई एभ्रिवान, आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। र आज चाहिँ हामी खानाहरू खाएर अब चाहिँ हामी सङ्गति बस्न गइरहेका छौँ। अनि हाम्रो दिदीहरू अनि बहिनी अनि मम्मीहरू बोजूहरू सबैजना रेडी भइसक्नु भएको छ। अनि हामी सबैजना मिलेर हामी छोटो समय सङ्गति बस्नेछौँ र आजको सङ्गतिभरि जे जति हुन्छ है हामी सबै कुरा तपाईँलाई देखाउनेछौँ र यो सङ्गतिबाट तपाईँहरूलाई पनि आशिष मिल्नेछ र तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। थ्याङ्क यू। अब यो गिटार चाहिँ म तपाईँले किन देखाउँदैछु भनेदेखि अब यो गिटार हामी सङ्गतिमा बजाउनेछौँ अनि परमेश्वरको महिमा गर्नेछौँ। ओके, सबैजनालाई जय मसीह। ल आज चाहिँ हामी घरेलु सङ्गति गर्न गइरहेका छौँ है त। हुन्छ, हामी सङ्गतिले सुरु गर्नेछौँ। सर्वप्रथम प्रभुलाई धन्यवाद होस्। अनि यहाँ बस्नुहुने जतिजना मेरो तर्फबाट जय मसीह। जय मसीह। हामी अब 27 नम्बर भजनलाई हामी सुरुको प्रार्थना गर्नेछौँ। हामी वेदी सङ्गतिले हामी गर्दैछौँ प्रभु सुरुदेखि अन्तिमसम्म वेदी सङ्गतिले ऋण गर्नमा परिस्थितिमा पनि प्रभु दुष्ट आत्मा मनैमा गुनाना बुझिराखौ हृदयमा चिनिराखौ यीशुलाई समर्पण गरी आदर प्रशंसा दिलले रोज्नुभयो। समर्पण गरी आदर प्रशंसा दिलले रोज्नुभयो। सबैजनालाई जय मसीह। जय मसीह। विशेष गरी सबै परमेश्वरलाई महिमा होस् र हामी समय परमेश्वरको आराधना गर्नको लागि हामी सबैजना रेडी भइसकेको छौँ। हालेलुया। र विशेष तपाईँहरूको माझमा वर्सिपमा जानुभन्दा अगाडि चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने मैले वचन खोलिनँ, तर मैले जति थाहा भएको कुरा म तपाईँलाई भन्न चाहन्छु। आराधना चाहिँ परमेश्वरको वचनले भनेको छ है, येशू ख्रीष्ट स्वयंले भन्नुभएको छ कि समय चाहिँ आइरहेको छ अनि त्यो समय चाहिँ अहिले हो, आत्मा र सत्यतामा आराधना गर्नेछ। स्तुति होस् प्रभु ख्रीष्टको, आदर र प्रशंसा महिमा उनैको होस् सदा सर्वदा। हामी सबैजना आँखा बन्द गरिकन हामी परमेश्वरलाई धन्यवाद दिनेछौँ। धन्यवाद धन्यवाद एकमात्र परमेश्वर तपाईँलाई। धन्यवाद परमेश्वर। तपाईँ जीवित परमेश्वर। हामी कति तपाईँको छोरा छोरीहरू एकजुट एक मन भएर तपाईँको नाउँले उचालेर जीवित परमेश्वरलाई म सबै धन्यवाद गरेका छौँ। महिमा धन्यवाद धन्यवाद। सारा आदर सारा भक्ति र सारा महिमा तपाईँलाई येशूको नाममा आमेन। यो सुन्दर समय जुटाइदिनु भयो। यो सुन्दर साँझ उहाँद्वारा पाएको यो समय हो। यदि उहाँ नभइदिनु भएको भए आज यो सुन्दर समयहरू हामी पाउने थिएनौँ। यसै गरी म यो समय सबैभन्दा प्रथममा चाहिँ उहाँलाई म राख्दछु, उहाँलाई म धन्यवाद दिन्दछु। जय मसीह। जय मसीह। रातभरि यो खुट्टा यहाँदेखि तल आगोले बुलेको कस्तो महसुस भइरहेको थियो। यो गुलियो खाएर के बाँकी भएको छ। मेरो लागि सम्झेर प्रार्थना गरिदिनु। मम्मी बजूको लागि, अब सेमिनार जाने बुवाको काकाको लागि, बुवाको लागि, विदेश बस्ने ललितको लागि, साइली चिट्टीको लागि, कान्छीको लागि, कान्छाको लागि ऊ पनि आएन। सबैले सम्झेर प्रार्थना गरौँ।
भन्दै यति भन्दै मलाई सबैले जय मसी। जय मसी। थ्याङ्क यू जिजस। परमेश्वर पिता तपाईँलाई यो सुन्दर समय हामीलाई दिनुभयो त्यसको लागि धन्यवाद। परमेश्वर बुवा आजको यो सुन्दर साँझहरू हामीलाई दिनुभयो त्यसको लागि धन्यवाद। जय मसी। अब चाहिँ हामी फाइनली सकिसकेको छौँ।